खानु चाहिँ डाइरिया गराउने सम्भावना हुन्छ, त्यही भएर अलिकति होसियार भएर खानु होला भन्न पनि चाहे है। अनि किम्बुले पनि डाइरिया गराउँछ इता। यो काफल मिठो छ, काफल हेर्न सक्नुहुन्छ। कतिले चिन्नु हुँदैन ल। यता गाउँघरतिर फलेको किम्बुलाई काफल भनिरहेको हुन्छ, तर यो त्यो चाहिँ काफल होइन है। मेन रियल काफल चाहिँ यही हो है। हेलो 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 वेलकम ब्याक। आजको हाम्रो न्यू भिडियोमा धेरै धेरै स्वागत छ सबैलाई। जति पनि हाम्रो साथीहरू जोडिराख्नु भएको छ मर्निङको भ्यूमा सबैलाई गुड मर्निङ। साथै यो शुभ बिहानीमा सबैलाई धेरै धेरै स्वागत छ है। हाम्रो यो खालि घरबाटै भ्लग सुरु भइरहेको छ, किनकि बिहानै देखाऊँ भनेर नै हाम्रो भ्लग सुरु भइरहेको छ। हिजो अस्ति 2 दिन भयो मैले आँप देखाएको। हाम्रो आँपको के कस्तो हुँदैछ भनेर अस्ति मकैको दाना जस्तो भन्ने थियो नि, त्यही हाम्रो आँप यत्रै भइसकेको छ है। अहिले चाहिँ यो कत्रो लप्सीको दाना जत्रो भइसकेको छ है। दिनदिनैको यहाँ अपडेट देखाइरहेको छु मैले। एक दिनमा निकै ठुलो हुँदो रहेछ। हिजो हो कि हो मैले चाहिँ देखाउँदाखेरि मकैको दाना जत्रो मात्रै थियो। अहिले चाहिँ ठ्याक्कै यसलाई टार्गेट गरेर यहाँ 2टा छ, यहाँ 3टा छ। म दिनदिनै देखाउँछु कस्तो हुन्छ है, हेर्दै जानु होला। हाम्रो यता हाम्रो बाबाले घाँस काट्न सुरु गर्नुभयो। घाँस चाहिँ यस्तो छ है। काफल यहाँ फुल कति राम्रो फुलेछ यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो कहाँबाट ल्याएको यो काफल? ए यो डडुवाबाट ल्याएको काफल अरे। बिरामी गराउँछ कि यस्तो चिजहरूले फेरि। यो काफल मिठो छ, काफल हेर्न सक्नुहुन्छ। कतिले चिन्नु हुँदैन ल। यता गाउँघरतिर फलेको किम्बुलाई काफल भनिरहेको हुन्छ, तर यो त्यो चाहिँ काफल होइन है। मेन रियल काफल चाहिँ यही हो है। हेर्न सक्नुहुन्छ। कतिले चिन्नु भएन भने, तर यसले फेरि अमिलो हुन्छ नि त, त्यो यो अमिलो जात। त्यही भएर धेरै खायो भने चाहिँ डाइरिया गराउँछ क्या, डाइरिया अनि त्यस्तो हुन्छ। खान चाहिँ ठिकै हो, तर कहिले कस्तो भेटेर 1-2 दाना 1-2 पिस खानु ठिकै हो, तर धेरै खानु चाहिँ डाइरिया गराउने सम्भावना हुन्छ। त्यही भएर अलिकति होसियार भएर खानु होला भन्न पनि चाहे है। अनि किम्बुले पनि डाइरिया गराउँछ इता। चाहन्छ कि चाहन्छु यो जिब्रो जताततै बोलिहाल्छ, त्यसमा माफ गर्नु होला, त्यस्तै हुन्छ। हाम्रो यो तरिका चाहिँ के हो भन्दाखेरि यो थाल राखेर यस्तरी गऱ्यो भने चाहिँ यो हुन्छ नि, यो भाग चाहिँ कालो हुँदैन क्या, तल मात्रै कालो हुन्छ। कतिलाई यो जानकारी छ कि छैन है। हाम्रो यो घरको यो ऊ चाहिँ है, हामीले ग्यासमा पकाइराखेन, किनकि यो आगो हाम्रो जताततै छ नि त, यति साह्रो वरिपरि सबै हाम्रो यता मास्तिर मात्रै गाउँ छ। यहाँ चाहिँ हामी घर एक्लै छ भने यस्तो छ है। यो कुँड लाग्नलाई तयार गरेको हाम्रो यता बाख्रीहरू यस्तो छ। हाम्रो यहीँ नजिकै हाम्रो बाबाले घाँस काट्दै हुनुहुन्छ। आँप यत्रो ठुलो छ है। आँप चाहिँ हाम्रो धेरै छ। यो एउटा भयो, यो चाहिँ बेसरी फल्थ्यो, यसलाई चाहिँ अलि काटकुट गरेर उ गरेछ। इत्रु ससानो फल्थ्यो, त्यही भएर यो चाहिँ काटेको। अनि अरूतिर पनि छ, अस्ति मैले देखाएको थिएँ नि राति। यो चाहिँ के भन्छ, तेजपत्ता छ है, तेजपत्ता छ। यता हाम्रो लिची पनि छ। यो लिचीको बोट भयो। लिचीको बोटको भिजिट एक दिन गराउँला। अहिले चाहिँ म पसल जानु हतार छ है त। ल
पसल खाइहाल्छु अहिले एकछिनलाई बिहानको यो चाहिँ भिडियो चाहिँ यत्तिकै राख्छु हिजोको भिडियो हेर्नुभएको होइन मैले यता यहाँबाट यस्तै गएको थियो यस्तै गएर यहाँबाट मैले यसरी यो सर्प मानेर आएको थियो यता पनि यसो भिडियो तेर्स्याएको बेला त्यहाँनिर 3टा के आँखा बल्यो जस्तो देखेको थियो के बलेको कमेन्ट गर्नु होला कतिले हेर्नुभयो कतिले हेर्नु भएन डराउनु दिएको के हो मैले पनि डराउनु दिएँ जस्तै माने है त ल अहिलेलाई यतिकै त ल म पसल चाहिँ गइहाल्यो ल ओके बाई बाई आज के देखाएर हेरौँ है आज के देखाएर आज पनि त्यस्तै देखेको छु यो भ्रम रहेछ भ्रम प्र्याङ त्यो खासै केही पनि रहेनछ यो जराउनु के भनेको उता घरतिरको बत्ती बलेको देखाएको थियो हाम्रो बाबा मोबाइल हेरिरहेछ यता दाजुभाइहरू भात खाएको चटपट खाएको हो चटपटै हो ल हेलो भन्नु ल थम्बनेलको लागि दुइटैले ल हात उठाउनु ए एक दिन दाइलाई लिने कहिले जाने हो साँच्चै एक दिन दाइलाई एरमलाई हजुरहरू जानुभयो हजुरहरू जाने होइन लाग्नेले हो क्या मिर्स्यो ल है हाम्रो भ्लगमा धेरै धेरै स्वागत छ हिजोको भ्लगमा चाहिँ मैले यसो राति 10 बजीतिर यसो हेरेको अनि त्यो बत्ती बलिरहेको रहेछ त्यो बलिरहेको थियो त्यही भएर मैले के रहेछ र यो भनेर हाइलाइट्समा हालिदिएको त्यही पनि हेर्नु होला के कस्तो लाग्छ त्यो चाहिँ डराउनु देख्नु नरहेछ जो सिधा सिधा अचानक देखेको भएर मैले त्यो अनि एडिट गरेको बेला ट्याक्कै देखिहाल्यो त्यही भएर मैले त्यसलाई हाइलाइट गरेर हालेको छु त्यो अनुसार नै थम्बनेल बनाएर हालेको थियो ताकि त्यो चाहिँ भ्रम रहेछ है हामी त्यत्तिकै भ्रम फैलाउनु हुन्न त्यही भएर यो डराउनु दिएको यताउता चाहिँ उता पारी अनि हाम्रो गाउँलेहरूको बत्ती बलेको रहेछ त्यो मैले फेरि यसो हेरेको अनि बिरालोको आँखा पनि तल्किन्छ नि बिरालो केहीको चिज के जनावर केही चिज हुन्छ नि त राति देख्यो भने त आँखा तल्किन्छ त्यस्तै आँखाको फोकस हो कि यो आँखा टल्केको हो कि हो जस्तो मानेर डराउनु दियो भनेर हालेको थियो माफ गर्नु ल त्यो चाहिँ हजुरलाई प्र्याङ जस्तो भयो तर पनि म आफै पनि प्र्याङ भयो भनौँ न अनि अहिलेको यो हाम्रो बिहान खिच्दा कत्रो थियो अहिले चाहिँ फेरि यत्रो भएको छ है आँप हेर्न सक्नुहुन्छ आँप यत्रो भएको छ आँप है ल हाम्रो यता प्रेममाले खाना तरकारी बनाउँदै हुनुहुन्छ ल हाम्रो खानाहरू यस्तै बनिएको छ यो आलु गन्द्रुक अनि हाम्रो यतै अहिले चटपटे खाँदै थियो अहिले चाहिँ हाम्रो यस्तै खाँदै हुनुहुन्छ भात घिउ पनि हाल्यो होइन बाबु घिउ पनि हाल्यो कति कति चम्ची हाल्यो बाजेले घिउ एक चम्ची कि 2 चम्ची ए हजुरलाई चाहिँ 2 कान्छ भनेर होला एरम दाइ आएन के रे ल त मम्मी ल हामी पनि म पनि खाना खान्छु त्यसपछि देखाउँला दिउँसोभरि चाहिँ हरेक हिजो चाहिँ हाम्रो पासुबाको बर्थडे पनि थियो बर्थडे विस गरेको म पनि सरप्राइज भयो किनकि अनि हामी सङ्गति छ भनेर बोलाउनु भएको थियो गयो पासमा रुपियाँ छैन केही पनि थिएन त्यति खाएर आयो अरूले दिएको पार्टीमा इन्भल्भ भयो अनि त्यसपछि सङ्गति गरिदियो सञ्चालन गर्न बोलाएर रहेछ सञ्चालन गरिदियो अनि खानेकुरा चाहिँ फ्रीमा खाएर आयो खोल्टीमा रुपियाँ थिएन त्यत्तिकै खायो त्यत्तिकै फर्क्यो अनि त्यो कुरा चाहिँ भयो है हिजोको भ्लगमा मैले केही पनि देखाउन पाएन मोबाइल पनि लिएर गएको थिएन कि मैले अनि डाइरेक्ट ल हाम्रो पुरा घरमा प्रार्थना छ भनेर बोलाउनु भयो प्रार्थना गर्न भनेर गएको त ल सङ्गति भनेर केक सेक निकालेर 3टा केक यताउता म यसो फोटोहरू साइडमा देखाउँला त्यस्तो भयो अनि अब चाहिँ खाना खायो है त ल हामी ल सबैलाई धैर्य धारण गर्न ल हामी एकछिनपछि इन्डिङ गर्छ है त भ्लग
ल यो चाहिँ हाम्रो बहिनीको घरबाट ल्याएको है 1 चाहिएमा सम्पर्क गर्नु होला मात्र 1000 रुपियाँमा घिउ यस्तो बबाल अर्ग्यानिक गाईको घिउ है अर्ग्यानिक जर्सी सर्सी केही पनि हैन गाईको घिउ ट्याक्कै ल अनि चाहिएछ भने सम्पर्क गर्नुलाई भर्खरै यहाँ घिउ हालेको सो मिठो बन्यो होला खाएँ त मैले सप्याक सप्याक खाइदियो त ल कस्तो हुँदैछ घिउ चाहिँ दामी बास्ना आउने बबाल छ घिउ है ब्रान्डिङ स्रान्डिङ केही छैन गाउँघरमा बनेको घिउ यस्तो छ घिउ है त ल ल एकछिनपछि म खाना खानु भ्याएर देखाउँछु है ल यति खाइसकेको छ ल है हाम्रो भ्लगबाट सबैलाई धेरै धेरै स्वागत गर्दै अब भिडियोबाट बाई बाई हुने बेला भइसकेको छ सबैलाई बाई बाई आजको भ्लगबाट सबैलाई बाई बाई